म नगर म जिप्पाइ दिए भन्नु पर्छ नि तपाईको म पिक गर्छु जानु मेरो छोरा छोरी मेरो परिवार हेर्दा हेर्दै आफूलाई चाहिँ हेर्न बिर्सेको मान्छे हो क्या म चाहिँ गाह्रो छ साथी गाह्रो छ हरेक कुरा कलेक्सन स्किन छ साथीहरू मेरो एउटा टेक्निकल च्यानल पनि छ नारायण हिट्टी दरबार पुरानो राहदानी विभाग भन्छ दर्शन नमस्ते हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू आजको नयाँ ब्लगमा सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई चाहिँ एकदमै मनैबाट स्वागत गर्न चाहन्छु मर्निङ म चाहिँ यहाँ टक्क जाँदैछु होइन बाबुको स्कुल झोला झ्याम्डा बोकेर पो त फेरि बाबु र राजीव चाहिँ पर कुदिसकेका छन् अगाडि अनि म चाहिँ उनीहरू त पछि हिँडिरहेको छु होइन अनि त्यसपछि राजीव पनि आएका धनबाट राजीव आएछ त मलाई त अलिकति सहज हुन्छ बाबु टक्क दासँग हिँडिहाल्छ कति चाँडो कुदै कति गाह्रो छ लास्टै कुदेँ कता बाले कति मजाको ओइ तिनीहरू त यति फास्ट कुदेर नि कुरै नगर्नु म चाहिँ यहाँ पछाडि हिँडिरहेको छु होइन अगाडि कुदिसकेका छन् दिदी त्यहाँ चाहिँ धेरै समयपछि चाहिँ राजीवसँग चाहिँ बाबु हिँड्दैछ ल भाइ भाइ बोको त तिमी यो अगाडि कुदेको मान्छे त मलाई पर्खेर बसिरहेको छ जाडो एकदमै बडा छ है साथीहरू यसको हात एकदम चिसो उता पनि नजाऊ त बाटो रोड गर्दैछ पिच रोड गर्दैछ अनि त्यसपछि चाहिँ जाडो चाहिँ एकदमै बढ्यो है जाडो भएको छैन भन्नु त बेबी जाडो एकदमै बढेको साथीहरू अनि त्यसपछि म चाहिँ एनर्जेटिक एकदमै भएर चाहिँ मैले भ्लग गरिरहेको छु अनि त्यसपछि तपाईँहरू पनि एनर्जेटिक भएर चाहिँ भ्लग हेरिदिनु होला छोटा खिच्ने साथीहरू मेरो बुढाको नाम चाहिँ कृष्ण बहादुर बहन हो होइन कृष्ण हो होइन अनि राजीवले के भन्छ यसलाई छोटा किस्ने अरे अयो अनि मेरो नामले भन्न छोटा मन्दु भन्न भनेको नाइ म त छोटा मन्दु भन्दिनँ बाउको नामले भन्नुपर्छ भन्छ हौ साथीहरू के गर्नु आमाको छैन अस्तित्व अयो गाह्रो छिटो खुट्टा टक्क भुइँमा राख्ने यहाँ हेर यसरी राख्ने हिँड्न केही हुँदैन अयो कसरी हिँड्ने भन्छ यहाँ पिच भएको रहेछ कसरी भएको रहेछ भन्छ ल तातो रहेछ नि बेबी यहाँ त केही हुँदैन डरायो यता डरायो यो पिच भइरहेको रहेछ डरायो राजीव आइज भाइ बोक्नु आऊ ल केही हुँदैन केही पनि हुँदैन हिँड न यस्तो डर ल हिँड केही हुँदैन ल केही हुँदैन एकछिन आऊ न राजीव केही हुँदैन ल हिँड ए भगवान् के हुँदैन हिँड कुद डरायो त्यही हो यहाँ चाहिँ पिच रोड हुँदो रहेछ है बल्ल धेरै समय पछि यहाँ पिच रोड हुँदैछ किन डराएको बाबु मलाई डर लाग्यो डराएको रहेछ कत्तरी भाग्दो रहेछ मेरो छोरो फेरि नाजुक तली छ क्या साथीहरू राजीवले भने जस्तो मैले बनाएको होइन चुप्लाक घरमा काहीँ लड्यो भने अब त मा त हो नि त भाइ त्यसो नभन्न हो भन छोरालाई यस्तो डराउनु तपाईँले बनाएको भन्छ यार यसले मलाई कस्तो गरे खतरा तरिकाले 2 महिनाको भडास निकाल्दैछ है साथीहरू यसले 2 महिना भेट नभएको कुरा नभएको त्यो धरान गएको थियो अहिले निकाल्दैछ भडास डरपक हात छोडेर हिँड्न सिकाउनु न अब बेटा हात छोडेर हिँड्न अरे यत्रो भएको मान्छेलाई पढाइरहेको दाजु चाहिँ राम्रो तँलाई पनि हामीले यस्तै गरी माया गरेर उठाएको क्या छोरा गर्नुभयो कि म तपाईँहरू त यसको जस्तो नाजुक कली भएन नि त तर यो भयो क्या ल आऊ
कराउनुसम्म कराउँछ छोराछोरीलाई माया पनि गर्नु नदिनु भयो ठुलो छोराले होइन आइज नि त तँलाई पनि हाँसो मात्रै हिँड्छु अयो सानोमा गु खुवाउनुसम्म खुवाइहालिस् अहिले ठुलो केटा गर्छस् खानु त परेको नि जेठो छोरा मायाको पोको होइन साथीहरू यहाँ चाहिँ रुद्राक्षको माला खतरा खाजा छ हो तपाईँहरू पनि रोपेर आम्दानी गर्नु होला है ल हामी स्कुल आइपुग्यौँ फाइनली साथीहरू स्कुल आइपुग्यौँ होइन म नगर्नु जे पाइदियो भने पढ्छु नि तपाईँको म के गर्छु जानु के भन्छस् भन्न त मेरो भिडियो नगरे भन्छ होइन जे पाइदियो बोल्छ अरे यसले गाइजहरू केही नराख्नु मेरो अनुहार भएको केही पनि नराख्नु किन अनि तेरो काटेर फालिदिनु तपाईँको भिडियोमा चाहिँ काट्नु न को भन भने के भन्नु भन्दा कोही होइन न कोही नराख्नु न होइन क्वेसन आउँछ नि त यस्तो अब यहाँ एक्जाम्पल आयो त घाँटी काटेर फालेपछि त जिउ आउँछ नि त मेरो पुरै जिउै काट्नु नकाट्ने के कहाँ काट्नु हो त्यसो नभन्न भाइ भिडियोमा कम्तीमा साथीहरू होइन यसो गब्बा कति सुन्नु होइन मेरो बब्बक सुन्नु तपाईँहरू हामी जाँदैछौँ सानीमाकामा होइन दाजुभाइको भएको ठाउँमा अनि बाबुलाई चाहिँ स्कुल पुऱ्याएर पनि हामी चाहिँ हिँडिसकेका छौँ प्रस्थान गरिसकेका छौँ यहाँबाट अब चाहिँ हामी जाँदैछौँ दाजु भाउजूकोमा राजुले यहाँ कसैले लिएर आएको छ बोकेर जाँदैछ होइन सो हामी चाहिँ यहाँ आइसकेका छौँ भाउजूकोमा अब यहाँ 5-10 मिनट बस्छौँ अनि त्यसपछि हामी जान्छौँ होइन अनि मलाई चाहिँ हल्का सन्चो पनि छैन आँखा पनि सुनिरहेको छ भाउजू भाग्नु पर्यो गाह्रो छ अनि त्यसपछि खाँदैछौँ हामी यहाँ टोस्ट फाइनली साथीहरू होइन हामी चाहिँ आइसक्यौँ चप्पल खोल्नु पर्यो हामी चाहिँ आइसक्यौँ होइन मेरो दाजु भाउजूकोबाट अनि त्यहाँ एकैछिन 5-10 मिनट बस्यौँ अनि बसिसकेपछि आइसक्यौँ राजीव चाहिँ माथि पनि गयो होइन अब म चाहिँ साथीहरू कति धेरै काम छ मेरो रुम सफा गर्नुपर्ने छ होइन मेरो काम भने साथीहरू रुम सफा गर्ने होइन यो खतरा भुतुङ अब बिग्रेको भताङ भुतुङ म रुम देखाउँदिनँ साथीहरू होइन खतरा रुम सफा गर्नुपर्ने हुन्छ है मेरो लगभग 1 घन्टाको काम छ म रुम सफा गर्नुभन्दा अगाडि चाहिँ म जान्छु साथीहरू राष्ट्रिय परिचय पत्र बनाउनको लागि फर्म भर्न जानुपर्ने हुन्छ अनि मेरो यो नागरिकता कहाँ गयो साथीहरू कहाँ गयो यार नागरिकता पुरा राखेँ अहिले भर्खर मैले है म देखाउँछु ल मेरो नागरिकता होइन यहाँ रहेछ ल सो साथीहरू होइन यो चाहिँ मेरो हो नागरिकता अब यो बोकेर म जान्छु कहाँ भन्दाखेरि राष्ट्रिय परिचय पत्र बनाउनु राष्ट्रिय परिचय पत्र चाहिँ 2-3 वटा कामको लागि चाहिँ मलाई चाहिएको छ इमर्जेन्सी चाहिएको छ होइन सबै कुरा त भन्ने कुरा बुझ्दैन साथीहरू पछि थाहा पाइहाल्नु हुनेछ किन चाहियो मलाई राष्ट्रिय परिचय पत्र किन चाहियो आखिर किन चाहियो त मन्दुलाई राष्ट्रिय परिचय पत्र आयो धेरै गफ नआइकन साथीहरू म मलाई चाहिँ के साथीहरू आज नै चाहिएको थियो क्या राष्ट्रिय परिचय पत्र जस्तो आज मैले फर्म भरेँ भने मलाई सन्डे नै चाहिएको थियो क्या तर साथीहरू होइन अफसोस मलाई सन्डे चाहिँ नहुने भयो होइन अब 1 गतेको मैले फर्म पनि भरेर आइसकेको छु यो होइन 2टा टाको यो चाहिँ मेरो राष्ट्रिय परिचय पत्रको फर्म हो साथीहरू होइन यहाँ छ मेरो राष्ट्रिय परिचय पत्र फर्म यहाँ के लेखेको छ नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग राष्ट्रिय परिचय पत्रको लागि अनलाइन आवेदन फर्म भनेर लेखेको छ साथीहरू अनि जानुपर्ने कहाँ भन्दाखेरि नारायण हिट्टी दरबार पुरानो राहदानी विभाग भनेको छ अनि टाइम पनि दिएको छ होइन 11 बजेदेखि 12 बजेभित्र म त्यहाँ पुगिसक्नु पर्ने हुन्छ होइन कहिले पर्ने रहेछ 1 गते चाहिँ हेर्नुपर्ने हुन्छ साथीहरू फेरि यहाँ डेट पनि गयो नि ठ्याक्कै 1 गते मङ्सिरको 1 गते चाहिँ जानुपर्ने हुन्छ म होइन मङ्सिरको 1 गते चाहिँ मेरो चाहिँ परिचय पत्रको अनि मसँग एउटा गुगल एक्सेन्स पनि छ साथीहरू मेरो एउटा टेक्निकल च्यानल पनि छ साथीहरू होइन अब नाम चाहिँ भन्दैन ल मेरो एउटा टेक्निकल च्यानल पनि छ होइन अनि त्यो च्यानलको चाहिँ मेरो यहाँ गुगल एक्सेन्स पनि आयो है गुगल एक्सेन्स पनि आयो जस अब खुसी लाग्छ है मेहनत गरेको छु धेरै नै मेहनत गरेको छु साथीहरू मैले है धेरै दुःख गरेको छु युट्युबमा अनि मेरो टेक्निकल च्यानल चाहिँ च्यानलको नाम चाहिँ के हो भन्ने कुरो तपाईँहरूलाई म पछि भन्नेछु साथीहरू पछि अब रुम सफा गर्नुपर्ने चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा रुम कहिले सफा गरिसक्ने रुम गाह्रो छ क्या
कति गाह्रो छ भन्नु त साथीहरू यस्तो साह्रो गाह्रो भएको छैन होइन किन भन्दाखेरि त्यही अन्त अन्डा बोकेर होइन अनि मैले चाहिँ महिनाको रासनहरू टक्क एकैपल्ट लिएर आउँछु क्या अनि अरू सानो सानो कुरा काचा काचा चाहिँ म यसो किन्छु अनि महिनामा के चाहिन्छ भन्ने कुरो चाहिँ म महिनामा गएर स्यास्या रासनहरू लिएर आउँछु होइन अनि त्यसपछि अनि रासनहरू मैले लिएर आइसकेँ अनि रिकेशले चाहिँ अघि नै मभन्दा अगाडि नै आएर होइन राखौँ फेरि अन्डा चाहिँ है सबै ल्याङ पनि छ फेरि मेरो त है यो अन्डा कता राखौँ भन्दाखेरि यहाँ राखौँ पहिला सुरुमा साथीहरू यसरी अन्डा टेबलमा होइन अनि रिकेशले चाहिँ अघि सामान ल्याइदिइसकेको छ होइन अन्त चाहिँ माथि पनि गइसकेको छ इस म बोक्न सक्दिनँ क्या म बोक्न सक्दिनँ अनि यहाँनिर सबै सामान बिस्कुटहरू नानीहरूलाई चाहिने यहाँ खात्राङ खुतुङ सबै छ होइन अब मैले टक्कै सबै मिलाउनु पर्ने छ साथीहरू सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ होइन यहाँ बट्टा बट्टीहरू खोज्नु पर्ने हुन्छ अनि अघि मैले क्या बट्टाहरू खाली त्यो खाली गर्नु पर्यो भनेर सोचेको साथी हेर्नु त मेरो बाबुको चामल त हेर्नु न यस्तो भएछ है अब यो लगेर गाईलाई दिनु पर्यो है बाबुले यो लोकल चामल हो क्या साथीहरू यो लोकल चामल हो क्या यस्तो भएछ फ्याल्ने कुरो भएन अनि यो पिठो पनि चिल्छा परेछ अब यिनीहरूलाई त यत्तिकै फ्याल्ने कुरो भएन साथीहरू युटिलाइज गर्नु पर्छ यो चाहिँ म लगेर गाईलाई दिन्छु होइन एउटा प्लास्टिकमा सबैभन्दा अगाडि मलाई चाहिँ यो सामानहरू मिलाउनु चाहिँ लास्टै गाह्रो हुन्छ क्या यो बाबुको डाइपर भयो होइन अनि आज चाहिँ मैले तपाईँहरूलाई देखाएको हो होइन अनि म प्रायः जस्तो चाहिँ यस्तै गरी सामानहरू लिएर आउँछु यो चाहिँ बाबुको बिस्कुटहरू भयो यो चाहिँ नानीलाई अझै यहाँनिर यो रारा चाउचाउ चाहिँ एक कार्टुन लिएर आउँछु क्या म अनि रारा चाउचाउ चाहिँ ल्याउने बाँकी हेर्नु न बिस्कुट थरीका बिस्कुट यो सबै मेरो छोरा र मेरो छोरीलाई क्या बिस्कुटै मोटो छ अनि करेन्ट चाउचाउको साथीहरू यो चाहिँ छोरीलाई भन्दा पनि मेरो लागि हो कहिलेकाहीँ भिडियो बनाउनको लागि काम लाग्छ यो कता राखौँ चिउरा छोरीको लागि यो चाहिँ बाबुको डाइपर चाहिँ साइडमा लगाऊँ किनकि यो डाइपर भएको प्लास्टिकमा चाहिँ क्या उयो राख्नु पर्यो कम गाह्रो हुन्छ साथीहरू कम गाह्रो हुन्छ आमा हामीलाई अब यो चामल हेर्नु यत्रो चामल है फ्याल्ने कुरो भएन केलाउँदा पनि नमिलेर छ क्या केलाउनु खोजेको सबै चामल फुटिसकेर छ गाईलाई खान्छ यो चाहिँ बट्टा होइन यस्तो हल्का उयो छ क्या फुटेको छ क्या यहाँनिर है फुटेको भार नराख्नु भन्छन् साथी होइन तर नानीहरूलाई बिस्कुट यसरी राख्दाखेरि सजिलो हुने रहेछ क्या त्यही भएर यसमा चाहिँ म यहाँ कुन बिस्कुट छ भने नि म यस्तो गरिदिन्छु क्या एक प्याकेट यो खालको होइन अनि यो खालको होइन अनि यो मेरो छोरीको फेभरेट यो खालको होइन साथी अनि यो खालको 4 खालको बिस्कुट अहिले फेरि एउटा थपिदिएँ मैले अहिले फेरि एउटा थपिदिएँ यो खालको बिस्कुट होइन म यसरी मिक्स गरेर राखिदिन्छु है अनि मेरो छोरीले होइन जुन खानु मन लाग्छ त्यही भिगेर खान्छ अब एक प्याकेट यो थपिदिनु पर्यो अब यो प्लास्टिक यसरी बोरामा हाल्नुपर्छ हाल्नुको लागि अनि एक प्याकेट हालिदिनु पर्यो साथी होइन यो बिस्कुट हालिदिनु पर्यो एउटा के गर्नु गाह्रो छ साथी गाह्रो छ हरेक कुरा यसरी अब खानेकुरा टन्न नानी बाबुलाई राखिदियो भने सजिलो ल यो प्याकिङ यो प्याकिङ है कति धेरै छ हेर्नु न प्याकिङ गरेर पनि कति धेरै छ त्यो चिउरा भइहाल्यो यहाँ पनि छ यहाँ पनि खोर्सानी यो चाहिँ छोराको लागि कर्नफ्लेक्स हो होइन मस्यौरा भइहाल्यो हाम्रोतिर यो मस्यौरा नि न्युटेला भन्छन् धरानतिर न्युटेला भन्थ्यौँ हामी तपाईँहरू यसलाई के भन्नुहुन्छ यहाँ काठमाडौँमा सोयाबिन भन्दा रहेछन् हाम्रो धरानतिर हामी बच्चा खाएर हुँदाखेरि चाहिँ न्युटेला भन्थ्यौँ यसलाई चियापत्ती चाहिँ आधा किलो लिएर आएँ यसले मलाई लगभग 2-3 महिना पुग्छ चिया हामी म एक्लै हो अनि कोही पाहुना पाछा आयो भने यो पनि मसला साथी
छोरा र छोरीको लागि हर्लिक्स। यो मेरो जिउ दुखेको चनप्रास भइहाल्यो मलाई। यो चाहिँ मलाई मात्र हो। मिट मसला। अनि यो चाहिँ मेरो लागि ओट्स। यो चाहिँ ओट्स खास गरी मलाई मन पर्दैन साथीहरू। मेरो जिउ घटाउनु पर्ने भएर बेलुका बेलुका भात नखानु पर्यो भनेर यो 2-3 चम्ची खाने अनि भात नखाने। मेरो एकदमै यो मेरो भुँडी लागेर होइन फेरि अब धेरै खाएर मोज मस्ती गरेर मेरो जिउ लागेको होइन। मेरो यो जिउ लागेको चाहिँ अब के भन्नु मेरो सँगसँगै होइन अब मोटाउने बेलामा त पानी खायो भने मोटाउँछ भन्छन्। अनि त्यही भएर चाहिँ अब भात नखानु पर्यो भनेर यो मलाई चाहिँ ओट्स लिएर आएको। चियापत्ती त यहाँ पनि छ होइन। अब यो चियापत्ती काटेर हेर चियापत्ती चाहिँ म महिना पछि ल्याउँदिनँ। एकपल्ट ल्यायो भने 2-3 महिनालाई पुग्छ क्या चियापत्ती चाहिँ। फेरि विज्ञापन गरे जस्तो हुन्छ। फेरि टोक्ला कम्पनीको मान्छे फेरि मबाट इम्प्रेस भएर फेरि मन्दु मेरो पनि विज्ञापन गरिदेऊ भनेर आउला होइन। र पनि नो प्रब्लम मैले फ्रीमा विज्ञापन गरिदिएको छु होइन। अब मलाई इनाम दिनु पर्यो। मलाई चाहिँ मनपर्ने चिया टोक्ला चिया। टोक्ला चिया पनि यो मसलावाला चाहिँ है। अर्को त मलाई खासै मन पर्दैन। यो मसलामा चाहिँ सबै थोक हुन्छ क्या। वाउ टोक्ला चियामा चम्चा पर्यो साथी। उपहार हो माई गड। ल मलाई थाहा थिएन है। अस्ति त परेको थिएन त है। ल अबदेखि चाहिँ म यही देख्नु भयो चम्चा यस्तो चम्चा पऱ्यो चिया त। ल मेरो छोराको लागि चम्चा पनि पर्यो है। गले साथी गले होइन। लगभग मैले सबै कामहरू गरिसकेँ। यो चाहिँ राख्नुपर्ने हुन्छ। अनि लास्टै गले होइन। मेरो फेरि अहिले मोबाइलै हरायो क्या सानो मोबाइल। अनि जुनबाट मैले भ्लग गरिरहेको छु यो त मेरो सिम बिनाको मोबाइल हो होइन। यसमा चाहिँ म सिमहरू खासै राख्दिनँ। अनि किन भन्दा यो त मेरो काम गर्ने मोबाइल हो साथीहरू होइन। मेरो भ्लग्स गर्ने मोबाइल हो। अनि कस्तो साह्रो टाउको दुख्यो हेर्दाखेरि तपाईँहरूलाई 5 मिनट काम गरी जस्तो लाग्यो होइन। म ट्याक्कै 1 घन्टा लाग्यो यो मिलाइसक्नु गर्नु। लास्टै गाह्रो छ साथीहरू लास्टै गाह्रो छ। अब यो डाइपरहरू चाहिँ साथीहरू होइन। के भएको यार कस्तो झरेको सुन्दा च्यात्त अर्से पनि यहाँ। यो डाइपरहरू मिलाउनु पर्ने हुन्छ। कामहरू अझै धेरै छ। यहाँ मेरो ऱ्याकहरू पुरै सफा गर्नुपर्ने हुन्छ। पुरै गजाङ छ। यो म अफ क्यामेरा सफा गरौँला होइन। एक्लै सुन्ता अनि यहाँनिर यो सुन्तला स्याउ खानु पर्यो। कस्तो पखाल्नु पर्यो पहिला सुनमा है। भोक लागेको मलाई यो सानो खालको स्याउ चाहिँ कटिङ नगरिकन खानु मन लाग्छ। पखाएर चाहिँ फेरि सुरु म पहिला साथीहरू फलफुलहरूमा धेरै खान्न थिएँ होइन। अहिले 6-7 महिना भयो है फलफुल पनि खानुपर्ने रहेछ। म फेरि नानीहरूलाई चाहिँ खुवाउने होइन। आफू चाहिँ खानै मन नलाग्ने हो कि बिर्सिने हो कि क्या होइन। अनि घरभरि फलफुल हुने कुहिएर जाने नानीहरूलाई दियो अनि उब्रेको कुहिएर जाने नखाने गर्थेँ क्या। मैले चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले चाहिँ मेरो छोरा छोरी मेरो परिवार हेर्दै आफूलाई चाहिँ हेर्न बिर्सेको मान्छे हो क्या म चाहिँ। नत्र भएदेखि मेरो उमेरको मान्छे कस्तो स्ट्यान्डर्ड भएर हिँड्छन् साथीहरू। इभन मेरो साथीहरू पनि मभन्दा भर्खरको देखिने हो। मभन्दा जेठीहरू पनि अनि यो नानी भनौँ छोराछोरी भनौँ बुढा भनौँ परिवार भनौँ टाइपको म जस्तो हाउसवाइफ दिदी बहिनीहरूले चाहिँ आफूलाई बिर्सिँदा रहेछन् क्या। कहाँ
कहीँ जानै पर्दैन कसैलाई भेट्नै पर्दैन भन्ने फिल हुँदो रहेछ अनि आफ्नो लागि टाइमै ननिकाल्ने क्या फेरि हाम्रो जस्तो लाइफ भनेको डेन्जर फेरि काम गरेको छ भने देखे पो घरमा बसेको छ खाएको छ बुढा बिचमा भनेर सोध्छ नि पो त तर मलाई फरक पर्दैन मलाई फरक छिरिकै पर्दैन कसले के भन्छन् भन्नु भनेको मुख छेक्न सकिँदैन